सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा नमस्कार। हरिओम युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। यसभन्दा अगाडि हामीले विराट युद्धमा अर्जुन विराटका पुत्रको सारथी बनेर युद्धमा जाने विषयमा कथा वाचन गरेका थियौँ। अब हामीले त्यसलाई कथा वाचनभन्दा पनि यहाँहरूको मागअनुसार हामीले कविता वाचन मार्फत यहाँहरूलाई सो कथा सुनाउँदैछौँ। यहाँहरूले सुनेर त्यसको प्रतिक्रिया दिनुहोला। हाम्रो यसको कथा सुरु हुन्छ नपुंसक भेषका अर्जुनलाई उत्तरले सारथी बनाउनुबाट। यसभन्दा अगाडिको परिदृश्य के छ भने विराटका सेना र सुशर्माका सेनाबीच घनघोर युद्ध भएर विराटका सेनाद्वारा सुशर्माका सेना पराजित हुन्छन् र सुशर्मा बन्दी बन्छन्, जसलाई धर्मराज युधिष्ठिरले भनेका आधारमा विराट नरेशले मुक्त गरिदिन्छन्। त्यस पछाडि विराटनगरमा विराट पुत्र मात्रै रहन्छन्। सो कारणले गर्दाखेरि विराटनगरको रक्षा गर्ने जिम्मेवारी विराट पुत्रको काँधमा रहन्छ। त्यस पछाडिबाट सो घटनामा सोही दिन कौरवहरूले पनि विराटका गोधनहरू अर्को उत्तर दिशातिरबाट चाहिँ हरण गर्छन् र त्यस पछाडिबाट कहानी सुरु हुन्छ। आशा छ यहाँहरूले मन पराइदिनु हुनेछ। सुनेर प्रतिक्रिया दिनुहोला। त्यही दिनमा कुरुवीरहरू जति थिए सम्पूर्ण जम्मा भए। सारा गाई हरे विराटनगरका उत्तर दिशामा गए। गोठको त्यो रखबा थियो उही बखत दौडेर फेर्थ्यो पनि। पाउँछो राजमहल विशेषकल त्यो बिन्ती चढाउँ भनी। त्यही दिन दक्षिणमा विराटजीहरू सब गई लडाईँमा। उत्तर राजकुमार सिवाय अरू वीर कोही थिएन तहाँ। त्यो गोप उत्तरका उसै बखतमा सामने हजुरमा गयो। हात जोडिकन गोठको सकल हाल विस्तार गर्दो भयो। हे नाथ कौरव वीरहरू यस बखत आएर जोरले गरी। घेरा गोठमा दी चौरतर्फ सारा लिए गौहरी। रक्षा गर्नुहोस् ती गाईहरूको अहिले हजुरले तहाँ। पुग्नन् केही उपाय गर्नु नभए सब गौ विदेशैमा। हुन्थ्यो भूपतिको हजुरकन हुकुम सुरवीर लडाकी भनी। त्यो बात सत्य गराई बक्सनुहोस् अहिले हजुरले पनि। जस्तै दानवलाई इन्द्र सहजै मार्छन् उसै चाल गरी। सारा कौरवको विनाश हजुरले गर्नुहोस् यो घरी। पाण्डवका कुलमा धनञ्जय समान उत्तर कुमार छन् भनी। राख्छन् आशा ठुलो सबै हजुरको रैयतहरूले पनि। त्यस्तो वर्णन गोपले जब गर्यो उत्तर कुमार फेर तहाँ। हौसिकन खुब विचार नगरी बोले जनाना महा। मेरो सारथी एक मास पहिले युद्ध हुँदामा मर्यो। कोही सारथी छैन यस बखतमा साह्रै कठिन यही पर्यो। पाए सारथी एक असल यदि कुनै कौरवहरूका सँगै। भारी युद्ध गरी जितेर सहजै फर्काउँथे गौमगै। यही घरी कुरुवंशी मारी दुर्योधनैको। जति सकल सेकी तोडिदिन्थे मनैको। गइकन रथ मेरो आँकने छैन यहाँ। नहीं कुरुकुल शून्यै पार्दथे भूमिमा। भगत कुरुति सबमा अर्जुनैको मलाई। डर छ मसँग अहिले लड्दछन् कि तियाई। सुनिसकी सब गुम्बर राजकुमारले गरेको। कुरुहरूसँग एक्लै लड्न मनसुख धरेको। बुझिकन तही कृष्णलाई अर्जुन जिजाए। उही बखत अराए चाल कसैले नपाए।
प्यारी तुरुन्तै तिमी आज जाई सामने भई राजकुमारलाई बृहन्नला सारथी कर्ममा भन्देऊ सिपालु छ भनेर तहाँ अर्जुनजीको बात सुनेर जाई कृष्णजीले राजकुमारलाई बिन्ती गरिन् सारथी कर्ममा बृहन्नला मान्दछु मुख्य यहाँ अर्जुनजीले सारथी त्यही गराई खाण्डव जलाए सुरगण हटाए त्यसका समान सारथी छैन कोही लौ जानुहोस् सारथी गर्न सोही बिन्ती तेश्रितको जसै सुनिलिए खुस भई बहुत मनमा लागे सोध्न ती द्रौपदी कनै बात उत्तर कुमार फेर तहाँ मैले आज बृहन्नला कन यहाँ रथ आँखत मेरो भनी भन्नु कुन रीतले बताऊ तिमीले त्यसको उपाय पनि उत्तरको जब त्यो कुरा सुनिलिन् श्री द्रौपदीले तहाँ लागिन् भन्न खुसी भएर यी कुरा फेरि उसै बीच महा हे राजपुत्र बृहन्नला कन यहाँ उत्तर कुमारी गई जो भनिन् उ कुरा अवश्य पनि त्यो गर्ने छ राजी भई कृष्णका ती कुरा सुनेर पहिले फेरि उसै बीच महा लागे भन्न ती उत्तराखण्ड गई उत्तर कुमार यो यहाँ बहिनी आज बृहन्नला गई यहाँ जस्ता प्रकारले गरी मेरो रथ कन हाँकिदिन्छ उही काम गर्नु पर्यो यो घरी आज्ञा त्यसरीतको जसै सुनिलिन् जान्छु म अहिले भनी उत्तरलाई भनेर झट उठी गइन् उत्तर कुमारी पनि राजहंसैसरीको तहाँ गमनले फेरि उसै बीच महा लागिन् जान पनि ती राजा दुहिता अर्जुन रहन्थे जहाँ लागिन् कण्ठा मुक्ति कलालकारी दयमा झुल्थे तिनागैसरी नुपुर रत्नहरू जडाउ सुनका बोल्थे ती छमछम गरी विद्युत पस्त समेघगा जसरी ठिक सोही बमोजिम गरी पहुँचे नाच घरमा ती राजा दुहिता पस्ती भइन्थ्यो घरी राजपुत्री कन देखि अर्जुनजीले फेरि उसै बीच महा सोधे के मनमा लिएर यसरी दौडेर आयो यहाँ तिम्रो चन्द्र समानको बधन यो देख्छु मरिन्झै पनि चाँडो त्यो मन सुन्दरी तिमी यहाँ यो निम्ति आए भने अर्जुनका ती कुरा सुनेर खुसी भई उत्तर कुमारी तहाँ भन्छिन् हे सग्नी विपद हुन गयो सभा मिलाई यहाँ हाम्रा गोठमा सबै कुरुहरू आएर घेरा गरी लुटे गाईहरू सबै भनी खबर आइपुग्यो यो घरी ती सब कौरवका लडेर सँगमा ती गो छुटाऊ भनी खोज्छन् सारथी राजकुमार अरू यहाँ पाइन्न कोही पनि अर्जुनका सँगमा गएर पहिले भारी लडाई महा गर्थ्यौ सारथी कर्म सब तिमी भनी सुन्छु म अहिले यहाँ तस्मात् सारथी भई उसै त बराले राजपुत्रको रथ पनि हाँकिदेऊ तिमी गई खुसी खुसी भई भन्छिन् यी अहिले भने नामन्जुर यसमा गर्यौ यदि भने साँचो कुरा गर्दछु तिम्रो सामुमा म विषरूपी हत्या गरी मर्दछु
त्यस्तो बात सुनि उत्तराखण्ड तहा हाँसेर अर्जुन पनि भन्छन् जो तिमी भन्दछौ म अहिले गर्नेछु त्यो काम भनी। अहिले यति भनेर लौ हिँड भनी साथ लागि तिनकै तहाँ आए अर्जुनजी उसै बखतमा उत्तर रहन्थे जहाँ। देखेर अर्जुन कन सामुमा सेखी गरी राजकुमार तहाँ भन्छन् पर्यो लड्न मलाई अहिले सम्पूर्ण कौरवसँग एकलैले। तिम्रो प्रमाण सब जति हो मलाई नारी कुनै आइदिन सुनाई। अर्जुनजीको र तिमी जाई पहिले हाँक्थ्यौ भनी सुन्दछु बात अहिले। मेरो पनि प्रेम गरेर यहाँ रथ हाँकिदेऊ त्यो रणभूमिमा। तिम्रो सहाय लिई आई अहिले कत्तल ती कौरव कन पार्छु मैले। राजपुत्रको बात सुनेर तहाँ हाँसेर अर्जुन पनि सामुमा भन्छन् म सक्थेँ र त हाँक्न कहिले पेसालिए नाचन् भनेर मैले। त्यो बात सुनि मत्स्य कुमार फेरि भन्छन् ती अर्जुनतिर फर्की हेरी। गर्छौ ढिलो व्यर्थ कवच लगाऊ मेरो रथ यो तिमी झट चलाऊ। सुम्पे कवच यति भनेर तहाँ अर्जुनजीले त्यो लिई हातमा केही बेर नजान्ने भई हाँसी फेरि नक्कल गरे सबतिर फर्की हेरी। अर्जुनजीको नक्कल कोही नजानी जान्दैन साँच्चै कि भनेर ठानी। नारी थिए सब जाति सामुमा हाँसेर मधुर नेत्र घुमाई तहाँ। ते बीचमा राजकुमार जाई जोरले कवच जल्दी दिए लगाई। अर्जुनजीलाई ली साथमा रथमा चढे ती गई फेरि तहाँ। चल्ने बखतमा पनि पार्थलाई उत्तर कुमारीहरू सामु जाई। भन्दा भए शत्रु जितेर तहाँ ल्याए असल वस्त्र हरेर यहाँ। त्यो बात सुनि अर्जुन हाँसी हेरी भन्छन् कुमारीहरूलाई फेरि। राजपुत्रले शत्रु जिते सबैको ल्याई मदिउला पगरी सिरैको। त्यो बीचमा ब्राह्मणहरू आई मङ्गल गरे राजकुमारलाई। कन्याहरू मङ्गल गाई फेरि गर्थे परिक्रम रथलाई घेरी। मङ्गल गरी उत्तर फेरि तहाँ भन्छन् सबै शत्रु जितेर यहाँ। फर्काई सारा गौहरू मैले लौ आउँछु जल्दी गएर अहिले। बृहन्नला केही अवर नलाऊ चाँडो तिमी लौ रथ यो चलाऊ। राजपुत्रको बात सुनेर तहाँ हाँक्दा भए रथ उही बीचमा। हावाका गतिले धनञ्जयजीले हाँकेर घोडा तहाँ पहुँचाए रथ त्यो उसै बखतमा कौरव रहन्थे जहाँ। टाढैबाट पनि भयङ्कर अधिक मानु समुद्रै सरी देखे कौरवको फौज कन तहाँ राजपुत्रले त्यो घरी। द्रोणी द्रोण र भीष्म कर्ण कृपले कौरवहरू छन् जति सब तिनले सँग भई सुयोधनजीले रक्षा गरेको अति। त्यो फौज कौरवको तहाँ नजरले देखेर सातो गई भन्छन् अर्जुनलाई उत्तर कुमार अत्यन्त दुखित भए। मेरो बात बृहन्नला सुन तिमी
यो फौज लडाईँमा देउताले पनि जित्नलाई छ कठिन भन्ने म ठान्छु यहाँ। भीष्मै द्रोण समेत महारथीहरू सामने यी बिर्का गए। हेर्नैलाई पनि डराउँछु म त लड्नु कसरी गए। मेरो मुख सुकिगो शरीरभर सबै रोमाञ्चित भइ गयो। छाती ढुकढुक गर्छ डर अधिक भई मनमा ठुलो ताप भयो। एक्लो छु कसरी यी बिरसित लडी फर्काउँ रथ यो घरी। भन्दै उत्तर पार्थलाई नचिनी रोया बिलाप खुब गरी। यो बात सुनि उत्तरलाई हेरी सम्झाउँछन् अर्जुन ताही फेरि। कुन काम गरे दुश्मनले र त्यस्तो गर्छौ डराइकन बात यस्तो। अहिले जनानाहरू बिचमा सेखी कसोरी गरी आज यहाँ। आयो मलाई लि लड्नलाई फर्कन्छु भन्छौ किन फेर डराई। सैरन्ध्री घरमा बयान मकन धेर गर्दी हुने नि यो घरी। फर्की जाउँ कसोरी आज नलडी मनमा ठुलो डर गरी। नारी शक्ति सुध्या उना घरमा के भन्नु मैले गई। सारा गौन फिराई फिर्दिन म त निर्लज्ज साह्रै भए। तिम्रो आज हुकुम लिएर म यहाँ आएँ समरमा पनि। फर्काउन म रथ भिडाउँछु लगी त्यो फौज मालौ भनी। रथ हाँक्नै जब पार्थले मन गरे उत्तर डरैले गरे। भागे त्यो रथदेखि झट कुदी तहाँ रस्ता नगरको धरिए। हामीले यस भागमा उत्तरले विलाप गरेर रथबाट भाग्न खोजेको घटनासम्म प्रस्तुत गर्यौं। अब आगामी भागमा यहाँहरूले उत्तरले रथबाट फाल हानेर भाग्ने र अर्जुनले चाहिँ उत्तरलाई रथमा तानेर सम्झाएर बुझाएर रथमा चढाएर कुनै अर्कै क्षेत्रतर्फ लगेकोदेखि घटना सुरु गर्नेछौँ। यहाँहरू सबैमा धन्यवाद। सुनेर प्रतिक्रिया दिनुहोला। हरि ओम।